एकजना उम्मेदवारले जम्मा 5,000 रुपियाँसम्म मात्रै खर्च गर्न पाउने 67 वर्ष अगाडि भएको नेपालकै इतिहासको पहिलो चुनाव जुन 2015 साल फागुनको 7 गते सम्पन्न भएको थियो। 9वटा राजनीतिक दल सहभागी उक्त चुनावमा 109 सिटको लागि जम्मा 786 जना उम्मेदवारहरूले प्रतिस्पर्धा गरेका थिए, जसमा जम्मा 7 जना महिला उम्मेदवारहरू रहेका थिए। उक्त चुनावमा एकजना उम्मेदवारले जम्मा 5,000 रुपियाँसम्म चुनावी खर्च गर्न पाउने भनेर सीमा राखिएको थियो भने धरौटी बापत 250 रुपियाँ तोकिएको थियो। उक्त चुनावमा कुल 74 सिटसहित काङ्ग्रेस पहिलो भएको थियो भने त्यसै गरी 19 सिटसहित राष्ट्रिय गोर्खा दल दोस्रो र 4 जना स्वतन्त्र उम्मेदवारहरूले जितेका थिए र एकजना मात्रै महिला प्रतिस्पर्धी जो द्वारिका देवी ठकुराठी हुनुहुन्थ्यो, उहाँले महिला उम्मेदवारको रूपमा एकजना मात्रै निर्वाचित हुनुभएको थियो। यसै चुनाव मार्फत बीपी कोइराला नेपालकै इतिहासको प्रथम जननिर्वाचित प्रधानमन्त्रीको रूपमा नियुक्ति हुनुभएको थियो। त्यसै गरी प्रथम सभामुख कृष्णप्रसाद भट्टराई हुनुभएको थियो भने त्यसै गरी प्रथम उपसभामुख महेन्द्र नारायण निधि हुनुभएको थियो।